सो हेलो गाइज वेलकम बैक टू माई न्यू ब्लग। आज हामी हेराउन गइरहेछौँ आफ्नो घरको डेकोरेसनहरू। सो फर्स्ट अफ अल सबलाई ह्याप्पी दिवाली टु अल। सो अब हामीहरूको न्यू साइकल पनि किनेको छ ह्याप्पी तिहारको रूपमा। ड्याडीले किनिदिनु भयो दिवाली गिफ्ट। सो यो गिफ्ट सो गाइज आज हेर्न सक्नुहुन्छ हामीहरूको आउटडोर डेकोरेसन अन द हाउस। सो यस्तो पटाका पड्किरहेछ बाहिर हिँड्नु। सो अब भित्र जाने। लेट्स गो कम क्यामेरामैन कम। सो गाइज यो हाम्रो दिवाली डेकोरेट अन द हल त स्टार वाला झिलिमिली छ। सो गाइज अहिले हामीहरू गइरहेछौँ हाम्रो पूजा कोठामा जहाँ हामीहरू लक्ष्मी पूजा धुमधाम से गर्छौँ। यहाँ मेरो दिया पड्किएको छ। हाम्रो पूजा कोठा झिलिमिली लागेको। सो गाइज यहाँबाट कनेक्टेड छ। सो अहिले यो हाम्रो रुम जो कि अहिले पेन्ट हुन्छ राम्ररी। सो अहिले यहाँ भयो यतिकै। सो गाइज अहिले चाहिने हामीहरूको तलको डेकोरेसन हेरिरहनु भएछ हजुरले। अब हामीहरू माथिको दिवालीको डेकोरेसन हेराइरहेछौँ। सो अब यो हाम्रो छतको डेकोरेसन र हामीहरू हजुरलाई हाम्रो छिमेकीको पनि छतको डेकोरेसन हेराउँछौँ। त्यही भएर हाम्रो छिमेकीको अनि यो र यो हो क्लाउड गाइड। यहाँ लामो क्लाउड लाइट छ। यहाँ आउनु गाइड। यहाँ चाहिँ हामीहरूको एलइडी लाइट छ। हामीहरू माथि गएर सबको रक्सौलहरूको यो हाम्रो कलरफुल चम्किँदै आएको। सो गाइज अहिले यो हामीहरूको अहिलेको लागि हो। अब भोलि दिवालीमा भोलि सब पेन्ट सेन्ट भइहाल्छ। सोसाइटीमा पनि हल्का हाम्रो छतमा पनि राम्रो राम्रो झिलिमिल लागिहाल्छ। यता यता पनि एलइडी लाइट अहिले नि छ। सो ह्याप्पी दिवाली सबलाई। थ्याङ्क यू यो भ्लग हेर्नको लागि। लाइक सेयर सब्सक्राइब र हजुरलाई यो हाम्रो घरको डेकोरेसन कस्तो लाग्यो त्यो कमेन्टमा लेखिदिनु होला। धन्यवाद। थ्याङ्क यू बाई।